नजिकैसँगै हैन आज मैले नि एउटा चुनावको बारेमा केही यसो भन्न मन लाग्यो सबैको यसो गर्दाखेरि तपाईको आईक्यू लेभलले तपाईको कुन पार्टी सपोर्ट गर्नुहुन्छ भनेर बताउँदो रहेछ। एउटा युके र युएस का केही अनुसन्धानले राजनीति र दिमाग बीचको सम्बन्ध बारे इन्ट्रेस्टिङ कुरा देखाएका रहेछन्। आज मैले यसो हेरेर पढेको है। युनिभर्सिटी अफ बाथ युके को रिसर्च र अमेरिका युनिभर्सिटी मिनेसोटा रिसर्चले बेरोजगारी हस्पिटलको समस्या स्कुल कलेज गरिबी सबै समस्याको रिसर्च भएको रहेछ भन्न खोजेको। बेकुफ मान्छे किन नारामा बग्दा रहेछन्? कम्पेरेटिभली लो आईक्यू भएका मान्छे नारामा एउटा पार्टीको अन्धभक्त एउटा मान्छेको पछि किन जो हामी आएपछि त खत्रै गर्छौं भन्दा रहेछ भनेको पछि लाग्दा रहेछन् हैन। बौद्धिक र बढी आईक्यू भएका मान्छेहरू रेशनल हुन्छन्, लिबरल हुन्छन् र एउटा पार्टीको भक्त हुँदैनन्। एकोरो भेडा जस्तो भन्दैनन्, कम्पेरिजन गर्छन्, हरेक कुराको एनालाइसिस गर्छन् र कम आईक्यू भएका मान्छे एउटै मान्छेको गुणगान गाउँछन्। जे भन्यो त्यो ठिक, एउटै मान्छेलाई भगवान मान्छन्। यो एउटा अध्ययन भएको रहेछ। आज यसो हेरेको अनि कोरा नारा एजेन्डामा समस्या गरिबी हटाउने, इकोनोमिक ग्रोथ, विदेशमा भएका नेपाली फर्काउने 2 लाखलाई यो घोषणा पत्र के गर्ने समस्या देखाउँछन् तर हाउ भनेर चाहिँ आजसम्म कसैले देखाएको छैन भन्न खोजेको। कोरा नाराको पछि लाग्ने कि अब रियालिटी बेसमा कुरा गर्ने भनेर चाहिँ अब तपाई चुनावमा चाहिँ भोट हालेर को रेशनल को के भनेर चाहिँ देखाउने बेला